दर्शकवृन्द नमस्कार। म तपाईहरुकै समाचार प्रस्तोता राजेन्द्र राज तिमिल सिन्हा। यो च्यानल मन पर्यो भने एक लाइक र एक सब्स्क्राइब अवश्य गर्नुहोला। म ताजा भन्दा ताजा समाचार लिएर आइरहने भएकोले पनि अवश्य सब्स्क्राइब गर्नुहोला। स्वदेश वा विदेश कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट बक्समा लेख्न नबिर्सनुहोला। आउनुहोस् दर्शकवृन्द समाचार सुरु गरौँ। प्रमुख समाचारबाट विदेशी सम्बन्धनमा नेपालमा सञ्चालित 58 कलेजलाई कस्न सरकारले ल्यायो नयाँ नियमावली। नेपालमा सञ्चालन हुन उत्कृष्ट 1000 विश्वविद्यालयभित्र परेको हुनुपर्ने कन्सल्टेन्सीहरूलाई पनि कडाई गर्ने नियमावली जारी। मन्त्री परिषदबाट काठमाडौँ उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सूरज साक्य नियुक्त। भ्रष्टाचार विरुद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना पनि पारित। कब्जाबाट मुक्त गरिएको पोखराको प्रस्तावित पोखरा बस पार्कभित्रको जग्गाका बारेमा छानबिन भइरहेकोले अहिले आफ्नो दाबी नगर्न पोखरा महानगरपालिकाको आग्रह। छानबिन समितिको प्रतिवेदन नआउँदासम्म कुनै पनि पक्षले सार्वजनिक रूपमा आफ्नो अधिकार दाबी गर्न नमिल्ने महानगरको प्रष्टता। सम्पत्ति शुद्धिकरण मुद्दामा हिरासतमा रहेका विष्णु पौडेलको हिरासत बसाई लम्बियो। विशेष अदालतले फेरि थप्यो 5 दिनको हिरासतको म्याद। ध्रुवे हात्तीलाई नियन्त्रणमा लिन चितवनमा 24 घण्टा अनुगमन सुरु। हात्ती नियन्त्रणका लागि निकुञ्ज, नेपाली सेना र राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोली परिचालन। डार्ट प्रयोग गरी रेडियो कलर जडान गर्ने तयारी। दर्शकवृन्द समाचार अब विस्तारमा। मन्त्री परिषदले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार तथा नियमनलाई प्रभावकारी बनाउन नयाँ नियमावली जारी गरेर कडाई गर्न लागेको छ। मन्त्री परिषदको हिजोको बैठकले विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली 2083 स्वीकृत गरेर कडाई सुरु गरेको हो। नेपालमा 58 वटा कलेज विदेशी विश्वविद्यालयहरूको सम्बन्धन लिएर सञ्चालनमा छन्। ब्रिटिस कलेज लगायत केही कलेजप्रति विद्यार्थी र अभिभावकले असन्तुष्टि पोखेर बेला बेला विरोध प्रकट गर्ने गरेका छन्। नयाँ नियमावलीको मापदण्ड अनुसार सम्बन्धन दिने विदेशी विश्वविद्यालय विश्वका उत्कृष्ट 1000 विश्वविद्यालयभित्र परेको हुनुपर्नेछ। त्यसैगरी सम्बन्धित कलेजले क्वालिटी एसुरेन्स एन्ड एक्रिडिटेसन QAA का 2 चरण पूरा गरेको हुनुपर्नेछ। कलेजको भौतिक पूर्वाधार, शैक्षिक क्षमता तथा उपलब्ध जनशक्तिको मूल्याङ्कनका आधारमा विद्यार्थी भर्ना कोटा निर्धारण गर्ने व्यवस्था पनि नियमावलीमा गरिएको छ। नयाँ मापदण्ड हाल सञ्चालनमा रहेका विदेशी सम्बन्धन प्राप्त कलेजमा पनि लागू हुनेछ। सरकारले तोकिएका मापदण्ड पूरा गर्न नसक्ने कलेजलाई सुधारका लागि निश्चित समय उपलब्ध गराउने र त्यस अवधिमा पनि मापदण्ड पूरा नगरे सम्बन्धन नवीकरण रोक्ने, नयाँ विद्यार्थी भर्नामा प्रतिबन्ध लगाउने वा आवश्यक कानुनी कारबाही अघि बढाउने व्यवस्था नयाँ नियमावलीमा गरिएको छ। सरकारले काठमाडौँ उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सूरज साक्यलाई नियुक्त गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले यो कुरा जानकारी दिएका हुन्। यसैगरी गेटा अस्पताललाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय शिक्षण अस्पतालका रूपमा सञ्चालन गरिने भएको छ। त्यसैगरी शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली 2083 स्वीकृत भएको प्रवक्ता पोखरेलले जनाए। उनका अनुसार बैठकले कारागार नियमावली 2083, मानव अधिकार सम्बन्धी 6औं राष्ट्रिय कार्य योजना 2083-84 देखि 2087-88 र भ्रष्टाचार विरुद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना 2082-83 देखि 2087-88 स्वीकृत गरेको छ। पोखरा महानगरपालिकाले प्रस्तावित पोखरा बस पार्क भित्रको जग्गाका बारेमा छानबिन भइरहेकोले अहिले आफ्नो दाबी नगर्न आग्रह गरेको छ। बस पार्कको जग्गा व्यवस्थापन तथा स्वामित्व सम्बन्धी विषयमा गठित छानबिन समितिको प्रतिवेदन नआउँदासम्म कुनै पनि पक्षले सार्वजनिक रूपमा आफ्नो अधिकार दाबी गर्न नमिल्ने महानगरले स्पष्ट पारेको हो। बस पार्कका लागि 2032 सालमा अधिग्रहण गरिएको जग्गा विभिन्न समयमा बिक्री, सट्टापट्टा, बसोबास तथा भोग चलनका लागि दिइएको विषयमा कानुन र प्रक्रिया समान रूपमा पालना नभएको गुनासा आएपछि महानगरले अहिले न्यायिक छानबिन गरिरहेको छ।
महानगर प्रमुख धनराज आचार्यले छानबिन समितिको अन्तिम प्रतिवेदन नआउँदासम्म मेरो लालपूर्जा यति हो वा मेरो अधिकार यही हो भन्ने सार्वजनिक दावी गर्नु उपयुक्त नहुने बताएका छन्। बस पार्कभित्रका 600 व्यवसायीले सार्वजनिक हितका लागि आफ्नो व्यावसायिक स्थान छोडेर व्यवस्थापन प्रक्रियामा सहयोग गरिसकेको उल्लेख गर्दै उनले एउटा पेट्रोल पम्पलाई मात्र विशेष सुविधा दिनुपर्ने तर्क न्यायोचित नहुने बताए। प्रतिवेदन प्राप्त भएपछि त्यसले ठहर गरे बमोजिम सबै लालपूर्जा भएका वा दावी गर्ने पक्षका हकमा समान कानुनी मापदण्डका आधारमा निर्णय लागू गर्नेछौँ। तथ्य र कानुनी प्रक्रिया पूरा नहुँदै दावी गर्नु उचित हुँदैन। कानुनी राज्यमा मौखिक अनुमति वा अनौपचारिक सहमतिले स्थायी कानुनी अधिकार सृजना गर्दैन। कानुन, प्रक्रिया, समानता र न्यायका आधारमा नै अन्तिम निर्णय गर्नेछौँ, महानगर प्रमुख आचार्यले भने। बस पार्कभित्रका सुकुम्बासीको छानबिन कार्य सम्पन्न भइसकेको र प्राप्त प्रतिवेदनका आधारमा अघि बढाइने सम्पूर्ण प्रक्रिया पारदर्शी रूपमा सार्वजनिक गरिने महानगरले जनाएको छ। विशेष अदालतले सम्पत्ति शुद्धिकरण मनी लाउन्डरिङ मुद्दामा नेपाल कम्युनिस्ट पार्टी एमालेका उपाध्यक्ष पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई 5 दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपेको छ। अदालतका न्यायाधीश नारायण प्रसाद पौडेल र विदुर कोइरालाको इजलासले उनलाई 5 दिन हिरासतमा राखेर अनुसन्धान गर्न थप अनुमति दिएको हो। चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा लिन 24 घण्टा अनुगमन सुरु गरिएको छ। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीको निर्देशनमा हात्ती नियन्त्रणका लागि निकुञ्ज, नेपाली सेना र राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोली परिचालन गरिएको मन्त्रालयले जनाएको छ। यही असार 20 गते चितवनको भरतपुर महानगरपालिका 23 बेलहट्टामा ध्रुवे हात्तीको आक्रमणबाट माडी नगरपालिका 1 घर भई हाल बेलहट्टामा बसोबास गर्दै आएकी 25 वर्षीय आशिका बोटे र उनका 4 वर्षीय छोरा भरतको मृत्यु भएको थियो। मन्त्री चौधरीका अनुसार हात्ती निकुञ्जभित्रको उपयुक्त स्थानमा फेला परेमा डाट प्रयोग गरी रेडियो कलर जडान गर्ने तयारी गरिएको छ। रेडियो कलर जडानपछि हात्तीको गतिविधिलाई 24 घण्टा निगरानीमा राखिनेछ। हात्ती मध्यवर्ती क्षेत्रका बस्तीमा प्रवेश गर्न लागेको सूचना सम्बन्धित स्थानीयवासीसम्म समयमै पुर्याएर आवश्यक सतर्कता अपनाउन पनि उनले आग्रह गरेकी छिन्। यसैबीच ध्रुवे हात्तीको आक्रमणमा ज्यान गुमाएकाका परिवारलाई तत्काल राहत उपलब्ध गराइएको मन्त्री चौधरीले जानकारी दिइन्। घटनाको 3 दिनभित्रै मृतकका परिवारलाई जनही 10 लाख रुपैयाँका दरले 20 लाख रुपैयाँ राहत रकम प्रदान गरिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा सञ्चालित मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन कोषबाट मृतकका परिवारलाई जनही 50,000 का दरले थप 1 लाख रुपैयाँ उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ। दर्शकवृन्द, यो समाचार बुलेटिन कस्तो लाग्यो? प्रतिक्रिया अवश्य कमेन्ट बक्समा लेख्नुहोला र कहाँबाट हेर्दै हुनुहुन्छ, कसरी हेर्दै हुनुहुन्छ, पुराना कुनै सम्झना छन् भने पनि अवश्य उल्लेख गर्नुहोला। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।